कहिल्यै नदेखेका जिन्दगी के अरे संसार देख्यो आज मैले। प्लेन त कति नजिक देखेको है। हेलो गाइज, स्वागत छ फेरि अर्को नयाँ भ्लगमा। आज हामी आएको छौँ घुम्नको लागि ओदाइबा भन्ने ठाउँमा। सिङ्किबा स्टेसनबाट नोरिखाई गरेर चाहिँ टोक्यो तेरेपोतो भन्ने स्टेसनमा झरेको छु होइन गाइज। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने टोक्यो तेरेपोतो स्टेसनमा आउनुहोस्। यहाँबाट हिँडेर नजिकै छ र यो ओदाइबामा के छ होइन यो भिडियोमा सबै देखाउने छु। सो आजको वेदर पनि एकदम दामी छ, पानी परेको छैन, बादल थियो बिहान चाहिँ। अनि त्यस्तो हेभी गर्मी छैन कि हिजो अस्तिको जस्तो। आज चाहिँ भोबाल मजा आउँछ जस्तो लागिरहेको छ। आउनुहोस् अब। ओहायो इमादोको अब त च्याम्पियन भइसक्यो हाम्रा पनि। आमा आफै एक्लै शीतलबाट हिँडेर हामी चाहिँ उता घाममा डढो जस्तो लाग्यो कि अब बोलाउनु पर्दैन। हजुर लसन रहेछ यहाँ नजिकै। नुमिमनहरू किन्छौँ अनि एक दुईवटा खानेकुरा खान्छौँ। हामीले दिउँसो खाना नि खाएको छैन, त्यही भएर अहिले चाहिँ हल्का भोक लागिसक्यो। गर्मी धेरै छ अनि ओछ्या चाहिँ खानुपर्छ। अहिलेलाई एउटा यो ओछ्या लैजाउँ। है अनि यसमा कुरो हिरो दाइजु दिस नोरी भन्छ भित्रको चाहिँ भातको डल्ला हो। अनि भित्र चाहिँ चुना भन्ने एउटा फिस ठुलो हुन्छ। खाएर हेर्नु त कस्तो हुँदो रहेछ। कस्तो छ आपा? फाप्दै रहेछ। आपाले खाएर सकिसक्नु भयो। एउटा ओनिगिरी खाँदैछौँ। यतिले अलिकति भोक चाहिँ मेटाउँछ। सियाजनलाई बसाइदिनु त आपा। ल बस्नै दिएन त। फलिरहेको रहेछ हौ। कस्तो दामी फलेको, कस्तो मिठो होला जस्तो है। हेर्दै है ल पक्का छ त है। आहा हाम्रो फर्स्ट डेस्टिनेसन आइपुगिसकेको छ। के हो अब यो? ल हेर रबर त यहाँ अब बवाल छ है। वाउ कम अग्लो छ त यो। आँखा त बलिरहेको रहेछ अलिअलि। युनिकर्न भन्यो नि यसलाई। युनिकर्न गन्डम। यो युनिकर्न गन्डम चाहिँ यो ओदाइबाको एउटा प्रतीक पनि हो गाइज होइन। यो हेर्नको लागि भयो भने मान्छेहरू बच्चाहरू धेरै आउँछन्। यो बेला बेलामा चल्न त चल्छ, चलेको बेला पऱ्यो भने चाहिँ दामी अलिकति अर्कै एक्साइटेड हुन्छ होला होइन। र नचले पनि यो हेर्दै मजा आउँछ है। बबाल ठुलो छ नि यो। कति मिटर होला है? 50 मिटर त होला है नर्मली। अब अघि अब हामी अर्को ठाउँ जान्छौँ। ओ धुवा जस्तो अलिकति निश्चित हुँदो रहेछ। भिडियो त देख्दैन त कि आमा चाहिँ पानी हो यो। कस्तो छ आपा? अलिअलि चिसो छ है। खोइ ओहो रकेटको गोली जस्तो यो हुन नि है। कस्तो चुचो छ है। माथि एयरप्लेनबाट मान्छे झऱ्यो भने। सो गाइज यहाँबाट देखिने फुजी टेरेबीको बिल्डिङ चाहिँ यस्तो खतरा छ कि गाइज है। यो बिल्डिङ अलिक युनिक छ नि त अब यो। सरी यो बिल्डिङ धेरै खतरा छ है। यो चाहिँ फुजी टिभीको ऊ हो कि मुख्य कार्यालय हो कि हेड क्वार्टर। डल्लो छ नि डल्लो अब गोलो, त्यहाँ नि जान पाउँछ। त्यहाँ माथि चढेर बाहिरको भ्यूहरू नि हेर्न मिल्छ होइन। जाने हो टिकट काट्नुपर्छ होइन त्यसलाई। त्यो भित्र छिनलाई चाहिँ टिकट पर्छ। अनि यहाँ कसरी डिस्कस परिरहेछ भने गाइज आपा चाहिँ जाने भन्नुहुन्छ, आमा चाहिँ किन जाने भन्ने क्या मात्र भन्नु भइरहनु जाने बाबा जाउँ। कहाँसम्म जान मिल्दो रहेछ गएर हेरौँ न है। गाइज यो हाचीतामा भनेर भन्दो रहेछ। सबसे त्यो माथिको त्यो गोलो छ नि, गोलो पृथ्वी जस्तो, त्यसलाई चाहिँ हाचीतामा भनेर भन्दो रहेछ। अनि यो चाहिँ कति फ्लोरमा हो? यो 25 फ्लोरमा रहेछ। ओ माई गड। अनि 7 फ्लोरमा चाहिँ फुजी टिभी सप फुजिसान भनेर लेखेको छ। यहाँसम्म चाहिँ यहाँ अनि यहाँ 5 फ्लोरमा पनि हामीले हेर्न मिल्छ जस्तो लाग्छ आई थिङ्क। अहिले चाहिँ हामी यहाँ साङखाइमा रहेछ। आमालाई सँगै लानु न। जानु आमा जानु। भर्याङ पो चढ्ने भन्दा हुनुहुन्छ है आमा त। ल जानु ल उतै सजिलो हुन्छ भने त। हाम्रो आमा आउनुभयो अब। ल टिक्के खाला ओत्तेको छु। हाम्रो आमा डराएर हैरान। अब बानी छैन नि त। बानी छैन। ओ आइपुग्यो
यहाँबाटदेखि नै भ्यू यस्तो छ गाइज यार बवाल 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 डिजाइन त बवालै छ नि हेट आयो बा कस्तो खतरा बिल्डिङ के टपमा चाहिँ हामी नचढ्ने भयो गाइज ओके गाइज अहिले चाहिँ हामी फुजी थेरेपीको ग्यालरी भित्र छिरिरहेछौँ यो चाहिँ गोखाइमा छ 5 तलामा के छ है यहाँ ओ यो कुरी नै नाचे नाचे के रहेछ ओ ए मोबाइल फुल भयो भनेको सिसा छ त्यहाँ दोन पेन रे यो दोन पेन ए होला है यहाँभित्र नि जान मिल्दो रहेछ गाइज जाऊँ त हामी नि खिच्नु त त्यहाँ अबि ओ ओ बोल्दो रहेछ है यहाँ लाइट नै बोल्दो रहेछ होइन ल म नि गर्छु ल है सुइका पो रहेछ है माथि त बस्यो 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 आमा सित्तमा पायो भने त ओ कस्तो छ रिल्याक्स है ओ फिस 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 कति थरीको छ है कस्तो दामी देखेको त ओ हाय 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 कति फास्ट हेरेको ओके अहिले चाहिँ हामी स्ट्याचु हेर्नको लागि आएको छौँ यहाँबाट देखिने स्ट्याचु चाहिँ कस्तो देखिँदो रहेछ हेरौँ है त ओ देख्यो 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 दामी देखाएको छ यहाँबाटको भ्यू हेर्न सक्नुहुन्छ आमा जाऊँ अब उता 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 जाऊँ उता अहिले त मान्छे गायब भयो त ल कोही छैन खाली भयो त अरे यहाँ स्ट्याचुको अगाडि बसेर फोटो खिच्नेको चाहिँ बबालाई भिड थियो गाइज अघि है अहिले चाहिँ छैन सबजना गयो मैले यो टिभीमा मात्रै देखाएको थियो एलसिडीमा देखाएको थियो मैले त कस्तो ठाउँ त्यो ठाउँमा जान पाएँ कस्तो कस्तो हुन्छ जस्तो लाग्यो त अहिले त टाक्राक आइपुग्यो यही रहेछ है यही हो नसोचेको ठाउँमा आइपुग्यो है हो नसोचेको ठाउँमा होइन त नै आएको छैन म अनि यहाँबाट राम्रो ब्रिज बबाल देखिन्छ गाइज अब राति भएपछि फेरि बबाल लाइटले अर्कै लुक्स देखिन्थ्यो होला अहिले चाहिँ हामी यो फुड कोर्टभित्र आछौँ होइन अब भोक लागेको छ दिउँसोको 4 बजी लागिसक्यो अनि हामीले चाहिँ बिहान अघि नै खाएको हो नि के त अनि बिहान ब्रेकफास्ट मात्र खाएको थियो नि त अनि भोक लाग्यो सो त्यही भएर अहिले दिउँसोको खानाको लागि चाहिँ हामी यहाँभित्रको फुड कोर्टमा छिरेका छौँ मैले त नचिनेर दिदीले पो चिनेको ए ताकोयाकी अर्डर गरेको अहिले एउटा कुन मनपर्छ त्यही खानु हामीसँग चाहिँ ग्योजा छ नानीको लागि नि भात छ अनि ताकोयाकी अनि चाइनिज नुडल पास्ता छ यहाँ चाहिँ पास्ता ल खाम ल ओके गाइज फाइनली खाएर पनि सकियो 4400円のお返し。はいチケットが5600円、4枚分です。で、これはインフォメーションです。はいはい10分前に置いてください。はいミーティングタイム10 minutes before です。で、You are here。はいはい乗り場の方ですね。わかりましたはいओके गाइज हामीले चाहिँ 4वटा टिकट किनेको छु आशाकुसासम्म जानलाई 1400 रुपियाँ पर्नेछ फर्केर चाहिँ आउँदैनौँ हामी आशाकुसासम्म जान्छौँ त्यहीँबाट घर जान्छौँ रुट चेन्ज हुन्छ अनि त्यहाँसम्म पुग्नको लागि 1 घन्टा लाग्ने रहेछ भनेपछि क्रुजमा हामी 1 घन्टा सफरी गर्नेछौँ आज ओके गाइज हामी जाने क्रुज आइपुगिसकेको छ हजुर तल बस्दा नि भयो हामी त माथि जाने हो के हुन्न माथि तल नबस्ने माथिबाटै हेर्ने हो के माथिबाटै हेर्ने हो क्रुज चाहिँ क्रुज पनि भन्दो रहेछ प्लस अब सुइजो बासु भनेर भन्छ यसलाई चाहिँ जापानिजमा चाहिँ हाई हाई ओ ओ सुन्मासें आरिगातो गोजाइमासु ओके गाइज 7 बजेर ठ्याक्कै 10 मिनट भयो नानी पनि डरा छैन हैन 7 बजेर 5 बजे ए सरी 5 बजेर 10 मिनट क्याप्टेन नै बस्दो रहेछ नि यहाँ पछाडि
वाउ ल अब रेम्बो ब्रिज मुनि छिर्दैछौँ है गाइज अब हामी माथिको भ्यू हेर्न सक्नुहुन्छ कस्तो बब्बाल दामी देखेको प्लेन पनि उडेको हेर्नुहोस् न प्लेन त कति नजिक देखेको है दामी वाउ फुजी टेलिभिजनको बिल्डिङ नि क्रस गर्यो उतियाबाट आएको हामी कति नजिक छ त्यही त कति टाढा रहेछ है त्यही त वाह सनसेट नि क्या मजाले देखिरहेको के आमा डर लागेर लागेन अहिले त मेरो मुखमा चाहिँ वाउ मात्र आइरहेको छ गाइज होइन यो ब्रिज कति लङ कस्तो दामी देख्यो ओहो मेरो बेबीले जुत्ताको तुना मिलाइदियो थ्याङ्क यू ओके गाइज अहिले चाहिँ हामी तल आछौँ बस्ने ठाउँ चाहिँ यस्तो दामी रहेछ कस्तो सजिलो है कस्तो आनन्दको रहेछ बनायो बमिन आउँछ भने त माथि जाँदा हुन्छ यहाँ चाहिँ कोही बसेको छैन सिङ्गल मान्छेहरू बस्नको लागि चाहिँ सही हुँदैछ अब एक्लै अल्छी लागेन तल बस्ने कि नै यहीँ हुन्छ ल ठिक छ ल ए यो ब्रिज आयो ठोक्न त ठोक्दैन नि ओए ओए तल 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 हुँदैन रहेछ ओके गाइज अहिले चाहिँ ठ्याक्कै 6 बज्यो अब 10 मिनटमा पुग्छ होला हामी यस्तो पुल त कति आयो है स्काई ट्री देख्न सक्नुहुन्छ है नजिकै छ गाइज यहाँ ब्रिज अर्को पुल आयो होइन पुल चाहिँ अलिकति लो रहेछ कि टाउको ठोक्ने रहेछ अनि त्यही भएर चाहिँ सबैजना बस्नुपर्ने रहेछ सबैजना बसिरहेको छ कुनामा चिक्क परेर आयो 2 ठाउँ भयो है यो समय 2 ठाउँ ठोक्न त ठोक्दैन होला जस मेन टाइम भनेर होला है ए ठोक्ने रहेछ नि त यहाँ त ठोक्ने रहेछ नर्बुदैन ल उठ्नुहोस् सबैजना उठ्नुहोस् त्योभन्दा माथि चाहिँ पुग्दैन त्योभन्दा माथि जान मिल्दैन ए यो त कति अग्लो हो फाइनली हामी जहाजबाट झरिसकेका छौँ 1 घन्टा टक्कै लाग्यो क्रुज पनि चढियो मजा आयो फर्स्ट एक्सपिरियन्स थियो मेरो पनि मेरो बेबीको नि फर्स्ट एक्सपिरियन्स हामी सबैको फर्स्ट एक्सपिरियन्स है बेबी मजा आयो दामी है आफूलाई कस्तो लाग्यो धेरै राम्रो कहिले नजिक देखा जिन्दगीमा के अरे देखेको पनि जिन्दगीमा अब योभन्दा टाढा घुम्ने कुरो नै हुँदैन होला कहिल्यै नदेखेका जिन्दगी के अरे संसार देख्यो आज मैले धेरै खुसी छ आकाश हेर्दाखेरि टोपी खर्ला जस्तो घरहरू हुँदो रहेछ घर भनौँ कि के भन्ने थियो ओके आजको यो भ्लग तपाईँहरूलाई कस्तो लाग्यो मन परेमा एक लाइक कमेन्ट सेयर गरिदिनु होला र मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जानु होला सी यू नेक्स्ट भिडियो बाई बाई